सानो फुच्चे भाटा बोकेर मरि कहाँ गयो कहाँ हिँडेको होला भन्दै थिएँ त। यता आएको रहेछ। कान्छी निनीको घरतिर खाली पसिजान्छ। अम्बक टिप्न आएको रहेछ निबरा। छ अम्बक? खै झार लु टिपेर खै छ अम्बक छ ल टिप। यहाँ उसको दादा दिदीहरूलाई अम्बक टिपिदिने गरेको अम्बक टिप्न पो आएको रहेछ नि। ल हेर्नै त्यहाँ घरबाट बोकेर ल्याएको त्यो भाटा पिउली सकि नसकि। खै झलो अम्बक कहाँ छ? अम्बक कहाँ छ? त्यहाँ छ उता कान्छी निनीको घरतिर पसिजान्छ जतिखेर पनि। कान्छी निनी भए पो त। कान्छी निनी भएको भए ढुक्क कुथ्यो होला कान्छी निनीको घर। ल अम्बकको फेदमा आएर अल्झ्यो। भाटा लिएर आएर टिपेको अरे। उता जान्छ खाली। लिचीको गति यस्तो छ थैया। फुल्नु त फुल्दो खोज्दै रहेछ है यसपालि त। यो पनि फुल्दै रहेछ अलिअलि त। अब चाहिँ अलिअलि त फल्ने रहेछ तर अमिलो लिची। खेतमा यस्तो भएछ। भाउले त छ्यान छैन रुख। अमिलो चाहिँ त्यस्तो भयो।